हेलो सबैजना साथीहरूलाई जोडले नमस्ते। म चाहिँ निर्मला हाले फ्रम गोर्खा मनोकामना। अनि मैले चाहिँ युट्युब भिडियो भर्खर स्टार्ट गर्न लागेको। अनि मलाई चाहिँ कस्तो कन्टेन्टमा भिडियो बनाउने के बनाउने मलाई केही पनि आइडिया छैन। सो मैले चाहिँ यत्तिकै भिडियो बनाउँदैछु। वाउ कस्तो दामी भ्यू हेर्नु न साथीहरू। वाउ कति राम्रो। त्यो तल देखेको चाहिँ आबु खैरेन हो कि साथीहरू। हेर्नु कस्तो दामी देखेको है। ओ माई गड हेर्नु रक्की हो। हाँ रक्की हो तेरो नाम रक्की। रक्की रक्की के खायो? यो सागको नाम थाहा छ साथीहरू? यो चाहिँ हो के भन्छ यसलाई त बिर्स्यो मैले। खोले साग। अनि यता छ मुलाको साग। मुला सागबारी। लसुन बढी चिसो भएर कि क्या हो कि यो लसुन यस्तो पहेँलो भइसक्यो नि त। गोडिसक्यो। गोडेर पानी हाल्दा नि यस्तो पहेँलो छ। के भएको हो यो लसुनलाई? यो चाहिँ चाइनिज लसुन। ठुलो ठुलो पोते हुन्छ कि यो चाहिँ। ला गर्नु नि करायो। अब गर्लाई चाहिँ